एकदमै झुत्रे झाम्रे अवस्थामा नेपाल थियो राणा शासन सिद्धिँदाखेरि। अनि त्यो अवस्थामा सायद हुनसक्छ अब उनीहरूको राजनीतिक स्वार्थ पनि भयो होला, पक्कै पनि छ राजनीतिक स्वार्थ, र नेपालको स्थिति दयनीय देखेर पनि होला विदेशीहरूले पनि ल सहयोग गर्न थालेको हो। अनि हामी विदेशीहरूले सहयोग गर्न थाल्यो भनेर हामी फेरि मगन्ते भयौँ क्या। त्यसकारणले त्यो हिसाबले चाहिँ विदेशीहरूले इन्ट्रेस्ट गरेर उनीहरूको चाहिँ के अरे स्वार्थको लागि गर्यो होलान्, भइरहेको छ विदेशी हस्तक्षेप। मैले विदेशी हस्तक्षेप भएको छैन भनेको छैन, अमेरिकाले हस्तक्षेप गरेको छैन भनेको छैन, सबैले हस्तक्षेप गर्छ, उनीहरूको आफ्नो आफ्नो स्वार्थ छ। र अर्को कुरा के पनि हुनसक्छ भने त्यति बेला नेपाल चाहिँ राणा शासनबाट मुक्त भएपछि एकदमै दयनीय अवस्थामा थियो।